बुवाले बेबीले दिएको अरे बुवालाई आमा सुभद्रा म्याडम फेरि रनी भनेर हो नमस्ते ढोक दिया हामी अगाडिको मात्रै भिडियो बनाउँछौँ नि चियाका बुट्टाहरूले सजिलो जाऊ भरि बढाउ विद्यालय रहेछ अब कुदो स्पिड कुदो 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 कटे बजार भन्छ यसलाई चाहिँ त्यति पुरानो बजार हो यो कटे बिस्तारै है केटा ल हामी फाइनल्ली कुटी डाँडा स्थित बहिनी पाठेघरामा आइपुगेको छौँ हामी पाठेघरा मन्दिर आइपुग्यौँ कुटी डाँडा स्थित बाँदरहरू धेरै मात्रामा रहेछ यहाँ बाँदर त खिचाले घोसेर हुनुपर्ने स्थिति रहेछ अब हामी एकछिन पूजा आजामा व्यस्त हुन्छौँ पहिले कुटी डाँडा स्थित पाठेघरा मन्दिरमा हामी पूजा आजानको लागि सुरु गर्दैछौँ पहिले गणेश मन्दिर त्यसपछि दुर्गा माता मन्दिर अनि त्यसपछि हामी पाठेघरा देवीको मन्दिरमा पूजा गरिनेछौँ ल अब हामी गणेश भगवानको मन्दिरमा अब पूजा आजा गर्न सुरु गर्दैछौँ ल यहाँ हामी लगभग अब पूजा गरिसक्यौँ अब हामीले पाठेघरा देवीको यहाँ सबै भक्तजनहरू पूजा गर्न व्यस्त हुन्छ आज होली भएको कारणले गर्दा चाहिँ मान्छेहरूको दर्शनार्थीहरूको सङ्ख्या अलिकति कम रहेछ र हामी खुल्ला रूपमा पूजा गर्न पाउँदैछौँ गाह्रो भयो नि नमस्ते हामी देख्यौँ यहाँदेखि आज खुल्ला उज्यालो मौसम खुलेको दिन रहेछ साह्रै राम्रो भ्युजहरू आएको छ बुवाले बेबीले दिएको अरे बुवालाई ओ बल्ल बल्ल आउँदैछन् नि ढिलो आयो नि बुवाको घर चाहिँ कहाँ अरे बुवा यहीँ तलतिर ए अनि बुवालाई हेन्चेक गरेपछि पैसा त दिनु पर्यो नि केही अलिकति बुवा र दे हो उमेरमा हुनुहुन्थ्यो नि त अनि ल हामी लाग्छौँ है त ए कुद्नु हुँदैन है उत्कल कुद्नु हुँदैन नि सक्नु भयो गम 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 खानुभयो नि हामी अब ओर्लिँदैछौँ नि मनिष काका पनि आउँदै हुनुहुन्छ खाइसक्यो तिमीले मकै मेरोमा हामी कन्या पुगिहाल्छौँ नि त्यहाँ थकालीमा बुझ्नु नि पकाउनु पर्छ है हिँड्नु पुग्दैन है
उत्कर्ष यता हेरौँ यहाँ चाहिँ हाँसहरू साह्रो राम्रो पोखरी तयार गरेछ पोस्ट गर्दैछ है उत्कृष्टले वाउ कस्तो राम्रो देखेको हो उत्कृष्टको वाउ उत्कृष्ट पनि बस्यौ कि कस्तो यसको टोपी र त्यो मुनि त्यो उसको म्याच खाएको भने नि बाफ रे बा आमा सुभद्रा म्याडम फेरि रनी भनेर हो अब हामी उटी डाँडा आशीर्वाद देवीको पूजा गरिवरी हामी कन्यामतिर जाँदैछौँ पहिले हामी कन्याममा गएर थकाली खाजा गर्छ त्यहाँ हामी खाना खान्छौँ अनि त्यसपछि उत्कृष्ट भाइरल डान्स सादा पाइन्छ नि ढिँडो पनि पाइन्छ अनि उत्कृष्ट त्यहाँ डान्स गर्ने ठाउँ छ त्यहाँ हामी डान्स गर्छौँ राष्ट्रिय खाना के हो नेपालको एक ठाउँ चाहिँ ढिँडो मागेर चाहौँ न सबैजनाले ओके ए हामी जाँदैछौँ नमस्ते ढोकदिया नमस्ते ढोकदिया नमस्ते ढोकदिया होइन गीत गाउनु रहेछ त नपारा बोली रोक्दिया हामी अगाडिको मात्रै भिडियो बनाउँछौँ नि कस्तो राम्रो पहाड हेर न रुखमाथि पहाड कति राम्रो देखेको नि वा कति राम्रो देखेको नि माथि ट्रीमा मात्रै घाम लागेको सन कस्तो राम्रो नि के हो ओसो डिभाइन डोर्स कस्तो राम्रो देखेको सल्लाहको बोटहरू हेर न उत्कृष्ट कति राम्रो देखेको नि रङ गाउँपालिकामा हार्दिक स्वागत छ यहाँ सागसब्जीहरू हेरेर बेच्न राखेको छ हरकटे बजार क्षेत्र पस्दैछौँ अहिले यहाँ बाटो निर्माण भएको कारणले गर्दाखेरि यहाँ चाहिँ हाल्नु भएन पारा त हरकटे बजार हरकटे बजार है यहाँ चाहिँ ट्राफिक प्रहरी भित्र छ गरेर भयो चार्जिङ भयो तिम्रो अनि महँगो मोबाइलहरू त्यो आएर यहाँ कन्यामा आइपुग्यौँ पहिले हामी यो थकाली किचन एन्ड बार रहेछ यहाँ यसमा हामी खाना खानेछौँ अनि त्यसपछि गएर कन्यामा गएर दामी दामी फोटोहरू खिच्नेछौँ भिडियो बनाउनेछौँ यहाँदेखि कन्या दामी भिडियो देखिरहेछ अलिअलि बादल लागिरहेछ खेर केही छैन अगाडि खाजा यसमा अगाडि खाजा गर्नुमा चाहिँ अब खानेछौँ के छ मनिषा ठिक छ नि गोपाल सर ठिक छ नि खानाको पर्खाइमा नानी यहाँ उफ्रेछ कति चकचकी चाहिँ राम्रो लाग्यो कहीँ नघुम्ने त पुरानै छ नि हावा चल्दैछ हामीले यहाँ थकाली किचन एन्ड बारमा खाना मस्त खाएर अब यसो पर त्यो कन्याम लेखेको ठाउँमा गएर हामी 2-4वटा
ठ्याङ फोटो खिचेर अनि आएर फर्केका छौँ। इलामको सुन्दर नगरी कन्याममा प्रवेश गरेको छौँ खाना खाएर। कस्तो राम्रो उत्किसा मैले माम खायो। माम मिठो थियो। हामी कहाँ गएको अब कन्या? बेलुन कहाँ उडाएको थियो तिम्रो? उत्कर्ष के छ? ठिक छ नि? तेरो युट्युबमा कति पुग्यो अरे सब्सक्राइब? मेरो त 1000 पुग्न आँटिसक्यो त हो नि। मेरो त 1000 पुग्न आँट्यो त। मेरो त अब 935 पुग्न मात्रै बाँकी छ 1000मा। आयो कन्यामा। आज हामी होलीको दिन चाहिँ पारेर चट्टे पारेर हिँडेको। कन्याम वा कस्तो राम्रो पाहाड नि। कति ओहो हेर न कति राम्रो लेखेको त्यहाँ कन्या द भ्यू पोइन्ट। पर जाम पहिले कि जाने? यहाँ चाहिँ प्रशस्त मात्रामा फोटोहरू खिच्ने गरिन्छ। आज छुट्टीको दिन भएर पनि धेरैजना पर्यटकहरू आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लासजनक उल्लेखनीय भिड लागेको रहेछ होइन बेबी? यहाँ चाहिँ प्राय इन्डियन र नेपालीहरू प्राय बढी भिड लाग्ने गर्छ। कस्तो रमाइलो नि। ओ झन्डै पड्क्यो नि। हामीलाई टेन्सन छैन पड्क्यो भने हामीसँग छ नि अझै। यहाँ माथि गएर खिच्ने यो चाहिँ ल बेबी सक्छ घोडामा हर्समा चढ्ने हो। अनि यहाँ उत्कर्षले घोडामा चढेर फोटो खिच्दै चाहिँ कस्तो लाग्यो? यस्तो गर केटा डर लाग्यो। ओ माई गड ल भयो अरे ल सारा त यस्तो गर्दैउ न अलिक मजाले हेरेर। अब कन्यामको रमाइलो ठाउँमा डुल्दैछौँ। यहाँ अब नानीले भिडियो बनाउन आँटेको रहेछ। अघि घोडा चढी अब यहाँ भिडियो बनाउँदैछ। ल न अरू बेला चाहिँ नाच्नु। लु 1 2 3 गो। नाचिराख नबे।
रुको मैं कोटा देखि यो घुम्छ अनि ल हो र अलिक राम्रो देखिन्छ त क्यापमा ल यता हेर नाच्छ न ओ नाच त क्यामेरा भाइ नाच आउँछ त आइगो ल ल माया गर माया लुले माया लयली देखा तेरा दुनिया मचली माया गर माया लुले माया लयली कसैले विद्यालय रहेछ पुरानो विद्यालय रहेछ यहाँ वरिपरि देख्नुहुन्छ चियाका बुट्टाहरूले सजी सजाउ परिबराउ कन्या चोक बजार यहाँ चाहिँ विभिन्न प्रकारका वेशभूषाहरू विभिन्न थरका वेशभूषाहरू लाइहरू फोटोहरू खिच्न त्यसपछि घोडा सवार गर्न टिकटक साथसाथ भिडियोहरू बनाउन फोटो खिच्नको लागि अनि तपाईँको पिकनिक खानको लागि उपयुक्त ठाउँ रहेको छ कन्याम आएर तपाईँ पनि यसको फाइदा उठाउन सक्नुहुनेछ। कस्तो भयो त उत्कर्ष अनि नाच्दाखेरिको अनुभव रमाइलो भयो अलिअलि कन्फिडेन्ट बढ्यो जस्तो लाग्यो त्यही कारण पछि पर्नु हुँदैन नि कन्फिडेन्ट बढाउने एनी अब घुमेर आएछ घोडा नि अब कुदो स्पिड कुदो 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 mana kamaraiमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो मन पर ओठा आँखा नि राम्रै हो मन पराउने ओठा तिम्रो आऊ यहाँ चाहिँ विभिन्न समुदायको लुगाहरू लगाएर फोटोहरू खिच्न पाइने रहेछ। यो सबै घुम्दै हुने चाहिँ लुगाहरू राखिएको छ। हामी कन्यामबाट बिदा मागी गन्तव्य आफ्नो घरतिर प्रस्थान गर्दैछौँ। त्यतिखेर चाहिँ हरकटे बजार सल्लाहहरू पोटेहरू मजाले कुदिएको आकारमा देखिरहेको छ। कसले गर्दा अरे उत्कर्ष?
चाहिँ इलामको प्रमुख सहर हरकटे बजार भन्छ यसलाई चाहिँ। यति पुरानो बजार हो यो। अहिलेको चाहिँ सबैभन्दा महँगो बजार। सब्जीहरू चाहिँ साह्रै महँगो हुन्छ यहाँ पर्तिर चाहिँ। अरूको अघिल्लो बाटो आयो नि त्यो दोस्रो त्यो अड्क्यो है। हामी अब फर्किँदैछौँ। बाई बाई हरकटे। बिस्तारै है केटा, बिस्तारै है केटा। हतार नगरिकन, हतार छैन हामीलाई। हरकटे बजारको सब्जी बजार। यहाँ चाहिँ सब्जीहरू, फलफुल, कन्दमूलहरू प्रशस्त मात्रामा पाइन्छ। तर अलिकति यहाँ जनगुनासो चाहिँ अलिकति मूल्य चाहिँ महँगो भयो भनेर जनगुनासो छ। सम्बन्धित निकायमा ध्यान जाओस्। हामी होली नखेली तल गएको होइन हामी अघि गराएको नि। अब हामी कुटी डाँडाबाट पनि फर्किँदैछौँ। यो चाहिँ गाडी हल्लै छ होइन, कुटी डाँडा बजार। कुदाउन नजाने जस्तो भएको होइन। ल बाई बाई हामी अब बेरेक खाने जस्तो तल जापक लागि प्रस्थान भयो है त।